हेलो गाइज, वेलकम टु माई अनदर भिडियो र सबैजनालाई मनैदेखि नमस्ते। अनि आज चाहिँ म जाँदैछु क्योतो सहरको खावरामासी ठाउँ घुम्न जाँदैछु र त्यहाँको के छ नयाँ नौलो दृश्य सब देखाउँदै अनि मनोरञ्जन गराउँदै अनि अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर र सब्सक्राइब गरेर माया गरिदिनु होला भन्दै यस्तो रन्काएर गएपछि मजा हुन्छ यस्तो दामी तरिकाले क्या दामी देखिरहेको छ कि नानी बाबुहरू। मेरो चाहिँ साइकलमा ब्रेक चाहिँ बाइकमा भन्दा भय लाग्छ फेरि। खतरा हो अरे कुदाइदिने हो सुनसेन। कति राम्रो राम्रो मान्छे हुन् बाटै सिकेर हिँड्छन् यार। अब सुनसेन अलिकति गइदिनुहोस्। एक्कै यसरी जानु पर्छ, रन्केर जाने हो नि त। अनि यो गाडीहरू यस्तो रन्काउँछ कि यहाँ जापानको होइन। यो रन्काको बस यस्तो रन्काउँछ हिँड्न चाहिँ दामी मजा लागिरहेको छ है। सुरु हाइवे जाने नि त। हिँड्ने बेलामा चाहिँ हाइवे हिँड्यो, यो बाटो हिँडेर सर घुमेर अनि रन्केर जाने हो। मस्तरी रन्केर जानुपर्छ कि स्टक्क लाएर होइन। पानी परेको अवस्था छ फेरि अहिले चाहिँ। बसको लाइन हेर्नु न, बसको लाइन। यता जानुपर्छ। यता गएर म चाहिँ जान पनि खास उता हो, तर यताबाट जाने हो कि यताबाट रमाइलो हुन्छ। खतरा रमाइलो देखिरहेको थिएँ मैले अस्ति। अनि यहाँ चाहिँ एउटा मन्दिर छ होइन, त्यो मन्दिर फेरि यस्तो दामी छ कि रातिमा झन् खतरा दामी देखिन्छ कि। वाह क्या बसिरहेको छ नि त। यो कस्तो मिठो बास्ना। यस्तो मिठो पर्फ्युमको बास्ना छरेर सब विदेशी दाजुभाइहरू हो होइन। यस्तो मिठो बास्ना छरेर हिँडिराखन् कि आमा ढल्ला जस्तो कि। यतापट्टि हो कि मन्दिर होइन। दामी तरिकाले चाहिँ अहिले फोटोसुट भइरहेको रहेछ। तर अहिले चाहिँ म त्यहाँ फोटोसुट गर्न जान्दिनँ। मलाई चाहिँ अहिले जानु छ खावरामासी। यस्तो गर्नु नहुने। अब चाहिँ यसरी जानुपर्छ है, हाइवे जाने। है हाइवेबाट दामी सिन देखिन्छ कि। नाइट सिन चाहिँ यताबाट देखिन्छ कि खतरा होइन। बाटो पनि चौडा छ यतातिरको। टक्क हेर्ने बिच बाटोमा उभिएर म यहाँ कता हो, म यहाँ बिचमा उभिएर होइन। साइकल हिँड्नुलाई चाहिँ यताबाट यो सेतो क्रसबाट हिँड्नुपर्छ होइन। यहाँ चाहिँ राम्रो राम्रो रेस्टुरेन्टहरू छ। यस्तो दामी छ कि पारिवारी। वाह कुकुर हेर्न, कुकुर कति दामी छ। अनि टक्क कुकुर लिएर हिँड्छन्। सुसी रहेछ त्यसमा, सुसी। टक्क सुसी खाने के खाने हो। रातिमा के चस्मा लगाएर हिँडेको। यो अगाडिको दिदी कस्तो हिँड्ने क्या। टक 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 टक। वाह सेक्सी सेक्सी नजरले फोटो खिच्नेको मार्छु होइन। फेरि कुनै कुनै ठाउँमा चाहिँ साइकल लिएर हिँड्न नपाइने ठाउँ हुन्छ यतातिर। तर चाहिँ हिँड्नु चाहिँ पर्यो। निषेध चाहिँ खास नलेखे जस्तो देखिरहेछ। सबैले साइकल लिएर हिँडिरहेछन् हिँड्नलाई। पुरा यो एउटा खानामा एउटा झोला। वाह गाडी हेर्नु कति सानो चुटुक्क हो। यता बिचबाट हिँड्ने यताबाट हिँड्नु पऱ्यो। हुई 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 यो पारिबाट आएको गाडी हेर्नु न, छतै छैन कि। हेर्नुहोस्
गाडी त त्यो हो नि त अन्त भयो काली ल ल ल जान्छ स्कुटरको आवाज स्कुटरमा चाहिँ त्यस्तो आवाज के गाडी बाइक निषेध साइकल चाहिँ पाउँछ जस्तो लाग्यो साइकलको चिन्ह नभएपछि साइकल पाउँछ यस एकदम रमाइलो ठाउँ यो चाहिँ हो तर चाहिँ माथि अरू अहिले बन्द छ समय नगरेर हुनसक्छ तर यहाँ चाहिँ रमाइलो खतरा हुन्छ ए सबैको जोडीहरू यतै बसिरहेको रहेछ यहाँ चाहिँ साइकल यहाँ ल्याएर राखेर जान्छन् कि म पनि यहीँ राखेर जाने हो साइकल अब म चाहिँ ठ्याक्कै ठाउँमा आइपुगेँ सबै माया गर्ने जोडीहरू यहाँ टक्क बसिरहेछन् यो चाहिँ माया गर्ने जोडीको बस्ती यो चाहिँ टक्क सुची यो हो नि त तरिका होइन जति भित्र गयो त्यति रमाइलो हुन्छ अब चाहिँ यहाँ चाहिँ पुरा बोलाइरहेछौँ घुम्न चाहिँ क्या मजा लागिरहेको छ अहिले चाहिँ साँझ परिसक्यो हेर्नु यहाँ कस्तो राम्रो राम्रो होटल छन् सानसाना सानसाना यस्तो राम्रो राम्रो मान्छेहरू भेटिन्छन् यहाँ टक्क जानलाई चाहिँ एकदम दामी लागिरहेको छ यहाँलाई देख्दा नि एकदम दामी मजा अनि जति भित्र गयो त्यति उता गयो त्यति रमाइलो छ हराउन पनि लाग्दैन फेरि 2 दिन लाग्छ अरे भेट्टी म हराएँ भने ट्याक्कै खोज्न 2 दिन लाग्छ यहाँ चाहिँ सबैजना घुमेर टक्क लाएर होइन यो तरिकाले सर हेर्दाखेरि अझ चाहिँ दामी देखिँदैछ जति उता गयो त्यति दामी होइन अनि वाउ नाइट सिन झन् एकदम दामी छ यो त साथ दिनुलाई लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला है अनि टक्क लाएर विदेशी नेपाली इन्डियन अमेरिका कोरिया चाइना सब छ यतातिर चाहिँ अहिले चाहिँ सोना लायो यस्तो दामी दामी मान्छेहरू मलाई हेर्दै मुस्कुराउँदै हिँडिरहेको छन् यो हो नि त तरिका होइन अनि म चाहिँ टक्क यहाँ लिएर हिँडिरहेको छु है अनि तपाईँहरूलाई मनोरञ्जन गराउन यस्तो दामी दामी ठाउँमा आइरहेको छु म जति यता आयो त्यति दामी छ होइन अनि हेर्दा अझै मजा लागिरहेछ यो हो नि त तरिका होइन यो टक्क बस्ने चप्प खाने हेर्ने ल्याप्प हिँड्ने जोडी जोडी बस्ने ठाउँ हो यो रेस्टुरेन्टहरू अनि हिँड्दा पनि पुरा साइड हिँड्नुपर्छ न वा जति यता गयो त्यति दामी छ क्या यहाँबाट हेऱ्यो भने अझै पछाडि झन् त्यति दामी देखिन्छ अनि म चाहिँ टक्क अगाडि हिँडिरहेको छु जता गयो त्यति दामी छ नि त त्यो भएर अगाडि हेर्ने सुइँसै जाने अनि फेरि चाहिँ अर्कोचोटि आउँदाखेरि चाहिँ अर्को साइडबाट आउने हो अहिले चाहिँ म यताबाट हिँडिरहेको छु सबैको एकदम धेरै ध्यान आकर्षक गराउँदै म माथि अनि सुसी खान मन लाग्यो यता आउनु ए एक्सक्युज मी अनि साइड लिने अनि भित्रभित्र गल्ली हिँड्ने यो तरिकाले हिँड्दाखेरि चाहिँ यस्तो राम्रो मान्छे ठोकिन आउँछन् पनि मजा बेग्लै छ होइन अनि यही हो मलाई सबैले ओहो अनि यता हो नि त मेन आयो नि त म मेन मार्केट आइसकेँ म मेन मार्केटमा चाहिँ अझ दामी छ कि यो हेर्नु न यो भिडभाड यो चाहिँ अहिले चाहिँ यहाँको एउटा कार्यक्रम चलिरहेको छ नि त त्यो भएर चाहिँ अझै दामी चलिरहेको छ कि दामी भइरहेको छ होइन हेर्दा अझै मजा यो पारिबाट हेर्नु त्यो ठुल्ठुलो मान्छेहरू कहाँको ठुलो मान्छेहरू हो यो यस्तो दामी दामी मान्छेहरू कहाँको हो वाउ अनि यो चोकमा डाँडा सेप्दै रहेछन् होइन तरमा चुचुरो चाहिँ कस्तो छ थाहा भएन भन्न खोजेको त्यो उसकै त्यही हो तपाईँले बुझ्नुभएको जे बुझ्नुभयो त्यही हो होइन अनि यस्ता राम्रो मान्छेहरू यहाँ बस्नुपर्छ यहाँबाट टक्क लिनुपर्छ यस्तो तरिकाले
वाउ जति रेतै दामी छ यहाँबाट पारी गएर टक्क फर्केर आउनुपर्छ म ठ्याक्कै घुम्दै घुम्दै यो ठाउँमा आइसकेको छु यहाँ चाहिँ यस्तो के बयान गर्नु के बयान गर्नु बयान गर्ने त कुनै छैन होइन अनि पारीबाट हेर्दाखेरि चाहिँ दामी देखिने अनि वारिपारिका घर अनि यो चाहिँ टक्क लाएर रेस्टुरेन्टहरू यो सब अनि के खाने कति तरिकाको चिजहरू छ होइन एकदम दामी लागिरहेको छ होइन घुम्दा नि एकदम मजा लागिरहेको छ सबैजना एकदम सबैजनाको एकदम भिडभाड छ यहाँ चाहिँ घुम्दाखेरि चाहिँ हेर्दाखेरि चाहिँ अझै दामी लाग्ने अनि राम्रा मान्छेहरू विदेशीहरू यति धेरै कि विदेशी र स्वदेशी चिन्नै गाह्रो यहाँ चाहिँ टक्क लाएर अनि हाम्रा नेपाली दाजुभाइहरू दिदीबहिनीहरू पनि टक्क भेटिँदो रहेछन् कहिलेकाहीँ कतै अनि म चाहिँ ठ्याक्कै अहिले चाहिँ यस्तो ठाउँमा छु काम गरेर बसिरहेको छ नि देख्दाखेरि चाहिँ पछाडिबाट हेर्दाखेरि चाहिँ नाङ्गे बसेको जस्तो देखिने तर हुन चाहिँ कपडा लगाएको हुन्छ नि फेरि यस्तो राम्रो छन् हात लाग्यो तर मलाई है फेरि बाई गरे यस्तो खुसीको कुरो खुसी लाग्छ नि त्यो भएर मलाई बाई गरिहाल्यो कि यस्तो दामी तरिकाले होइन यस्तो राम्रो मान्छेहरू यतातिर यहाँबाट हेरेर चाहिँ अझै दामी देखिरहेछ होइन सबजना यस्तो दामी तरिकाले देखिरहेछन् अनि हेर्दाखेरि चाहिँ दामी छ होइन कति राम्रो हुन् त हो होइन अनि यस्ता राम्रा सेतै रहेछन् क्या डाँडाकाँडा होइन यस्तो दामी छ अनि चिसो परेर पनि यिनीहरूलाई खासै केही असर परेको छैन तर मलाई चाहिँ एकदम असर परिरहेछ एकदम आफ्नै तरिकामा अनि म चाहिँ ठ्याक्कै चाहिँ खारामाची स्टेसनको ठ्याक्कै अगाडिपट्टि छु होइन एकदम दामी तरिकाले अनि यता चाहिँ यस्तो दामी नजर देख्न पाइरहेको छ कि अहिले चाहिँ जति सास पऱ्यो त्यतिकै अनि यो बाइक हेर्नु न यो बाइक वाह त्यो बाइकमै दामी गीत बजाइरहेको छ कि अनि हेर्दाखेरि दामी अनि यो अन्त तरिका त गाडीमा हेर्न बाइकमा पछाडि वाह जति पछि भयो त्यति दामी देखिन गइरहेछ अनि हेर्दा नि मजा लाग्ने तरिकाले होइन यो अन्त तरिका वाह जता गयो त्यता दामी छ एकदम अनि हेर्न चाहिँ मजाले होइन रमाइलो तरिकाले हेर्दा अझम दामी मजा लागिरहेछ अनि यता हेऱ्यो त्यस्तै उता हेऱ्यो त्यस्तै सबजना त्यस्तै होइन अनि माया गर्ने जोडीहरू त्यस्तै माया गर्ने मान्छेहरू त्यस्तै एकदम दामी तरिकाले भिडभाड एकदम चलिरहेको छ अहिले चाहिँ यहाँ एउटा चाड चलिरहेको नि त चाडबाड आएको बेलामा चाहिँ यहाँ चाहिँ एकदम दामी छ अनि यो चाहिँ हेर्नु यस्तो दामी देखिन्छ है वाह हेर्नु भिडभाड वाह जता गयो त्यता दामी छ अनि अहिले चाहिँ यो फुल जान्छ एकदम दामी अनि हेर्दाखेरि जता हेऱ्यो त्यता एकदम रोमाञ्चक छ अनि म चाहिँ हो यता गएपछि यता जति गयो उता त्यति दामी छ होइन अनि त्यसको बयान गर्न सक्दिनँ म अझै दामी यो भिडभाड हेर्न यो भिडभाड वाह हो राम्रा मान्छेहरूको एकदम भिडभाड छ बाजे चाहिँ एकदम तरिकाले यो उमेरमा हिँड्दै अनि राम्रा मान्छेहरूको एकदम भिडभाड वाह फुल्लिएर मलाई हो भन्न हुन्थ्यो तर फुल्लिएर अर्कैलाई होला तर भन्न मिल्दैन कि भन्न चाहिँ मिल्छ तर खोज्न जानु मिल्दैन होइन त्यो सबैभन्दा ठुलो कुरो अनि एकछिनपछि जानुपर्ने हुन्छ यता गर्ने माया गर्ने जोडीहरूको एकदम भिडभाड लाइन चलिरहेछ होइन अनि अब चाहिँ टक्क लगाएर आफ्नै तरिकाले यहाँबाट टक्क लगाएर म फेरि अब पारी जान्छु पारी गएर यस्तो दामी हेर्न वाह यो हो नि त जता गयो त्यतै दामी छ अनि हिँड्दाखेरि चाहिँ लास्टै गर्मी भइरहेको छ अब चाहिँ फेरि ज्याकेट खोल्नुपर्छ होइन अनि यहाँ जानुपर्छ यस्तो तरिकाले अनि माया गर्ने मान्छेहरूको कस्तो राम्रो चोला होइन फेरि भेट होला कि नहोला भन्दै टक्क हिँड्दै के छ नयाँ नौलो के हुँदैछ त That's right. Oh yeah. Better picture with my